हेलो फाइनली हामी चाहिँ अब पुग्नेवाला छु। हामी जे काममा आएको थियौँ त्यही काममा हामी पुग्नेवाला छु। त्यो के काम हो भने चाहिँ हामी क्यामेरा किन्न गइरहेको छु है। क्यामेरा किन्न जी सरकार। गाँठ त यता छ नि, गाँठ यता छ, यता यता छ गाँठ। चाहियो भने सम्पर्क गर्नु। हेलो साथीहरू, हामी चाहिँ क्यामेरा किन्न जानको लागि पैसा चाहिँ रेडी गरिसके। अब हेरौँ कस्तो हुन्छ क्यामेरा किन्ने। हामी हजुरहरूलाई देखाउनु छु। यही नै हो मेरो पैसा क्यामेरा किन्न जानको लागि। अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। A few moments later. हेलो सबैलाई गुड मर्निङ। मेरो मिनी भ्लगमा सबैलाई स्वागत छ। हजुरहरूलाई पनि सन्चै हुनुहुन्छ होला, म नि सन्चै छु। आजको मेरो यात्रा छ मोरबीदेखि राजकोटसम्मको। हेरौँ कस्तो हुन्छ। म चाहिँ गाडीको लागि उड्दैछु। गाडी चाहिँ कति लाउँछ हेरौँ। हामी चाहिँ 3-4 दिन जाँदैछु। एक यता, दुई एउटा उता, 3 म चाहिँ यता 4 दिन, 4 दिन चाहिँ हामी जाँदैछु। गाडी चाहिँ आउँदैछ, त्यसको लागि प्रतीक्षा छु। हामी साथीहरू कति बेला चाहिँ आउँछ गाडी थाहा छैन। हेरौँ अब चाहिँ हेलो हामी चाहिँ अटोमा, हामी चाहिँ गाडीमा बसिसक्यो राजकोटको लागि। हेरौँ आजको यात्रा चाहिँ कस्तो हुन्छ सबैले हेरेर माया गरिदिनु होला। हामी चाहिँ बसिसक्यो अटो गाडीमा। यस्तो छ आजको यात्रा। हेलो साथीहरू, यस्तो छ यहाँनिर बाँदरको। क्या मजाले खिचिरहेको बाँदर चाहिँ यता। हाय हाय बाँदर चाहिँ क्या मजाले खिचिरहेको। हामी चाहिँ फाइनल्ली हामी राजकोट पुगिसक्यो। अब हामी राजकोट चाहिँ पुगेर पनि फेरि अटोमा बसिसके। अटोमा बसेर पनि फेरि
नजिक गन्तव्य हाम्रो सुरु भइसकेको छ अनि अब के भन्नुपर्ने छ भनौँ अब यही नै हो हामी किन जाँदैछु राजकोटतिर घुम्न केही भनिदिनुहोस् एक दुई शब्द हेर्नुहोस् क्या दामी छ उतातिर पनि यस्तै छ साथीहरू राजकोटतिरको माहौल चाहिँ तातिरहेको छ यस्तै छ जिन्दगानी परदेशी जिन्दगानी हेर्नु साथीहरू ए मेरो जोइ क्या दामी दामी छमार छन् तै हेर्ने आँखाले हामी दिदिने हो क्या साथीहरू के गर्ने अब रेलमा भेट्न सकिन्न हेर्ने यहाँ दाजुले चाहिँ मारेर अब छोडिसके अब हामी चाहिँ अब कहिले मार्ने हाम्रो पनि दिन आउला मजाले आउँछ हाम्रो पनि आउने त पुरै छैन साथीहरू हामी त राजकोटको हामी माहौल चाहिँ तातिसक्यो हामी चाहिँ राजकोट आइसक्यो तर यस्तो मजा छ क्या राजकोटमा चाहिँ अब चाहिँ छोरा राजकोटमा इन्ट्री गरिसक्यो हामी चाहिँ अब राजकोट भित्र सफल हुन्छौँ साथीहरू यस्तो छ अघि चाहिँ यस्तरी बसिरहेको छन् भने म चाहिँ पसेछु यसको माहौल चाहिँ एकदम तातिरहेको छ माहौल चाहिँ यस्तो बवाल छ मान्छेहरू पनि धेरै नै छन् अरू चाहिँ के भन्ने हो र हजुरलाई सब देखाउँछु आज हामी के गर्न आयो र के गर्दैछौँ स्वर्ग कि परी तिमी नै हौ मेरो आकाशको झरी झार लाउने मेरो बुढी मैले भन्दै थिएँ त घर बस भन्दै थिएँ मानिनस् तैँले रामरी फार रामरी आहा परेवा हेर्नुहोस् त साथीहरू हाय 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 परेवा इसको हिंदी में क्या बोलता है कबूतर 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 बोलता है त हामी चाहिँ यसलाई चाहिँ परेवा बोल्छु साथीहरू हाय हाय उरे हामी कहाँ आए पशुपतिनाथ हामी चाहिँ साथीहरू कहाँ आयो भने भन्दाखेरि पशुपतिनाथ हाय 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 हामी चाहिँ पशुपतिनाथ आइसके पशुपतिनाथ हो कि नै साथीहरू यस्तो हुन्छ कि नै पशुपतिनाथमा परेवाहरू हो कि नै भनिदिनुहोस् हो यस्तो दामी चाहिँ हेर्नुहोस् यसको चाहिँ दामी छ क्या साथीहरूको हाई हाई पर्यो यस्तरी मरेर बे या दुईटा पर्यो त्यहाँनिर के गर्ने साथीहरू यसै परदेशी जीवन या घर बाउले छोरा राम्ररी पर भन्दै थिएँ मासाला नाइ पर्दैन भनेर इन्डिया आइयो गाह्रो त अहिले हुँदैछ क्या यस्तो दामी घुम्न गार्डन चाहिँ बवाल नै रहेछ अब चाहिँ हामी इन्ट्री गर्दैछु यस्तो गार्डनमा त्यहाँदेखि गेट छ हामी इन्ट्री हुन्छौँ कि या हुँदैनौँ त्यसलाई सबैले हेरिदिनु होला दामी छ भनौँ यताको भ्यू हामी चाहिँ ऊ परको गेटदेखि चाहिँ हामी भित्र जान सबल ए इधर आम सो सरी यहाँदेखि चाहिँ हामी एन्ट्री गर्नेछौँ हामी हसक्क घुस्यौँ भित्र अब देख्यो बालिने यस्तो विकास हुँदैछ कहिले गर्छ यस्तो विकास अब बालेन कहिले गर्छ यत्तिकै विकास अब आहा क्या मजा खेल रहा बे यत्तिकै चाहिँ विकास हुनु पर्यो नेपालमा पनि अब है आहा दामी छ क्या हेलो साथीहरू हामीलाई चाहिँ भोक लागिसक्यो यार बिहान हामी चाहिँ 7 बजे घुमदेखि निस्केको भनेपछि हामी चाहिँ
राजकोट पुगेर पनि टक्कर रेसकोर्समा घुमेर पनि हामी आइसक्यो यस्तो भोक लागिसक्यो कि यस्तो भोक लागिसक्यो हामीलाई त्यही भएर हामी यतातिर इन्ट्री गर्दैछौँ साथीहरू रेसकोर्सको माहौल चाहिँ यस्तो छ हाय हाय यो के हो घोडा हामी चाहिँ अब डाइरेक्ट जान्छौँ नास्ता खान हजुरहरूलाई हजुरहरू पनि खाने भनेपछि आउनुहोस् है ए बालेन सरकार के हो यत्तिकै विकास त गराउनु पर्यो त बे यार यत्तिकै विकास गरेपछि बल्ल हुन्छ क्या यत्तिकै विकास गर्नु पर्यो नि अब चाहिँ सबैले हजुरले अब केही चोराउनु भन्छन् हजुर चोराइदिनु न एकचोटि यस्तो दामी आज यो मेरो यो बुफे चाहिँ यो चाहिँ आज भाडामा दिइरहेको छु यो बुफे आज टक्क म चाहिँ यता छु यो बुफे आज मेरो यो टक्क भाडामा कामदारहरू यस्तरी काम गरेर राखनु उतातिर म चाहिँ सेयर चाहिँ यता छु डाइरेक्ट इन्टरभ्यू भिडियो गराउनु क्यामेरा क्या दामी छ क्या मिल्दैन क्या अब ठ्याक्कै यता छिराउँला नि उतातिर हेलो साथीहरू हामी चाहिँ आइसक्यो यतातिर यही नै हो हिल्टन होटेल यत्रो छ इन्डियाको हिल्टन होटेल कसैले 60-50 साथीहरू तर त होइन यहाँ यस्तो छ यार हिल्टन होटेल ए बालेन सरकार कहिले हो यत्तिकै सुविधा हुन्छ कि हुँदैन हो यत्रो दामी होटल छ क्या मामा हेरेको के साह्रो यति ठुलो होटेल के हो हेर्दाखेरि त बापा अल्किनु पर्छ त हामी चाहिँ यही होटलमा खाना खाँदै जाँदैछु हामी चाहिँ खाना खानको लागि माथि होटलको टपमा 6 माला छ अरे त्यही होटलमा चाहिँ हामी माथि टपमा खाना खान जाँदैछु हेरौँ कस्तो हुन्छ वेटरहरू पनि दामी छन् रे टक्क हामी जाँदैछु माथिको हेरौँ कस्तो हुन्छ लिफ्टमा गरे तर हामीलाई थाहा छैन साथीहरू सबैले हेरेर माया गरिदिनु होला है त ल हामी अब लाग्यौँ के हो साथीहरू यार अझमा ठाउँमा आइन्छ त बे हामी लिफ्टमा छौँ है हामी लिफ्टमा छौँ है लिफ्ट यस्तो भिआइपी ठाउँमा जान्छु नि हामी भिआइपी ठाउँमा खाना खाँदा जाँदैछु 6 वालामा चाहिँ हेरौँ के हुन्छ यो ठाउँ भने त होइन आफै खोल्छ आइसक्यो बाथरुम रहेछ यहाँ रहेछ रेस्टुरेन्ट हिँड न भित्र यतिदेखि हिँड्नु क्या यहाँदेखि हिँड न बे यार चारजना टेबलमा कहाँनिर बस्नु 4 जना टेबलमा ऊ हेर्ने रहेछ हामी चाहिँ आइसक्यो नास्ता खानुको लागि टक्कै पिउँ चाहिँ मोबाइलमै देखिरह बाहिर यता टक्कै हामी चाहिँ यता छ साथीहरू हेरौँ के हुन्छ बोल्न आउन र हेलो साथीहरू हामीले चाहिँ खानासाना खाएर चाहिँ हामी यहाँबाट उठ्छौँ अब चाहिँ हामी जान्छौँ खानासाना खाएको चाहिँ हामीले देखाउन पाएन है त साथीहरू यस्तो ठाउँमा आएर चाउचाउ खेल्यो त्यो आउने साथीहरू खराबमा हामी फसिसक्यो यही त्यो किसको खुलेको
डायरेक्ट नीचे जाना है। गाड़ी ले जाना कितना नंबर है? कितना नम्बर है एल अगर नीचे जाना है तो एल एल ये लेकिन कार्ड है किसी के पास नहीं साथीहरू हामीले चाहिँ यो माथि खानसाना खाएर पनि तल आउँदाखेरि चाहिँ हामीले धेरै दुःख पाएँ त आउन सफल चाहिँ लास्टमा भयो त लास्टै दुःख पायो साथीहरू यार यो हामीलाई थाहै भएन फर्स्ट टाइम चाहिँ चढेँ तर हामीलाई चाहिँ थाहै भएन यति दुःख भयो नि यति दुःख भयो हामी 2-3 राउन्ड तलमाथि गरेँ हेरौँ अब चाहिँ कस्तो हुन्छ हामी चाहिँ तल बाहिर निस्किनु लागि थर्ड है मेरा इसके बाद जो आएगा वो साथीहरू यस्तो जलमा आएको छ यस्तो खोसेनी कस्तो सोचे पनि थिइनँ बे यार अहिले होइन यस्तो घुमेको घुमे आएन आफै खोल्छ साथीहरू हामी चाहिँ अहिले बल्ल बाहिर चाहिँ गेटबाट बाहिर निस्के यति दुःख पायो नि साथीहरू सोचेको पनि थिएन क्या हामी चाहिँ बाहिर निस्किने चाहिँ सफल भए साथीहरू हेरौँ है त अब के हुन्छ हामी चाहिँ आइसक्यो माथिदेखि हामी चाहिँ अब डाइरेक्ट जानेछु आफ्नो गन्तव्य सुरु उतातिर यता जाने थोरै जाम न ऊ परसम्म अब हामी चाहिँ इन्डियाको चाहिँ हाइवेमा आइसक्यो अब त्यसपछि चाहिँ हामी जानेछु साथीहरू सबैले हेरेर माया गरिदिनु होला यही नै भन्न चाहे माया गरेर सेयर सब्सक्राइब गरिदिनु होला नभुल्नु होला र हामी चाहिँ आइसक्यो घुम्नको लागि मायाले ओडेको सालको पछौरी हालत डाउन भइरहेको छ नि होटेलमा खाना गएको होइन ढोसा मात्रै मिल्दो रहेछ एकचोटि हामी हर्रे के एकचोटि तल आए खाएर माथि गयो है त्यो लिटोमा के हो यार है बस चढ्न चाहिँ एकचोटि पहिला पनि चढ्याम के चढ्यामा त्यस्तो यादै भइसकेन के केही फेरि अर्का ठाउँमा जोगिनुहोस् साथीहरू जोगिनुहोस् गाह्रो छ गरी खानालाई हेलो फाइनली हामी चाहिँ अब पुग्नेवाला छु हामी जे काममा आएको थियौँ त्यही काममा हामी पुग्नेवाला छु त्यो के काम हो भने चाहिँ हामी क्यामेरा किन्न गइरहेको छु है क्यामेरा किन्न जी सरकार गाँठ त यता छ नि गाँठ यता छ यता यता छ गाँठ भाइ भने सम्पर्क गर्नु एकदमै पैसावाला मान्छे हो हामी अहिले कहाँ जाँदैछु भनेपछि हामी काम गर्ने चाहिँ उता राजकोटको मोरबीमा हो होइन त क्यामेरा लिन चाहिँ हामी यतातिर आइरहेको छु नि फेरि साथीहरू हामी अहिले क्यामेरा लिनलाई राजकोटको हस्पिटल चौकदेखि भित्र जलराम चौक हामी क्यामेरा लिन जाँदैछौँ होइन होइन क्या त्यहाँ क्यामेरा ल्याउन जाँदैछौँ हामी काम चाहिँ गर्ने होटल लाइनमा हो होइन होटल लाइनमा काम गर्छु उहाँले चाहिँ क्याप्टनमा गर्नुहुन्छ म चाहिँ सेफमा गर्छु ऊ भाइले वेटरमा गर्छ अब हाम्रो सेलरी ठिकठाकै छ भनौँ हो कि अब सेलरी ठिकठाक छ त्यसैले अब क्यामेरा स्यामेरा बनाऊँ न त गाउँघरतिर गएर फोटोसोटो खिचौँला भनेर क्यामेरा स्यामेरा लिन गएको छौँ होइन अरू अब हजुरहरूले हाम्रो भिडियो कस्तो लाग्छ के लाग्छ मन पऱ्यो भने सब्सक्राइब गरिदिनु होला कमेन्ट गरिदिनु होला कमेन्ट बक्समा भेरी गुड भन्नु होला हामी यही भन्न चाहन्छु होइन टक्क अहिले हो यस्तो दामी आएर छम्माहरू छन् के हो अर्काको छम्माहरू भयो भने काम चल्छ क्या अर्काको ठाउँमा आएर हेर्नु नै सम्झने पानी छम्किने हुन्छ क्या साथीहरू केटाहरूले अब होइन अर्काको छम्मालाई आँखा लगाइदिएपछि मारिहाल्छन् नि यार त्यो अर्काको छम्माहरू लाग्यो फेरि यो हेलो साथीहरू हामीले चाहिँ क्यामेरा स्यामेरा निकालेर चाहिँ रेडी गराइसक्यो तर हामीले चाहिँ क्यामेरा निकालेको त्यो भिडियो चाहिँ हजुरहरूलाई देखाउन सकेन मोबाइलको चार्ज कम भएर हजुरहरूलाई देखाउन सकेन अर्को भ्लगमा हेर्नुहोस् त्यहाँ चाहिँ अर्को भ्लगमा चाहिँ हामी फुल भिडियो चाहिँ निकाल्नेवाला छु अर्को भिडियोबाट भ्लग गरिरहेको छु